यस्तो रमाइला पलहरू कुनै त्यस्ता छन् र कुनै त्यो भुल्नै नसकिने कुराहरू क्षणहरू त्यस्तो अब यस्तो पलहरू? त मैले 600 एपिसोड गरेँ होइन, 2007 देखि 18 सम्म गरेँ होइन। हजुर। अब सयौँ छन्। अब कस्तो रमाइलो कि कस्तो खालको? भुल्नै नसकिने होला। एउटा यस्तो छ क्या, हुन्छ नि त्यस्तो एकपल्ट होला। के भयो भने यही सिलसिलामा तारानाथ राणाभाट होइन, जुन बेला भट्टटट भनेर राजाकै बेलामा हुनुहुन्थ्यो नि, ज्ञानेन्द्र राजा हुँदा, उहाँलाई मैले फोन गरेँ मेरो सोमा आउनुहोस् भनेर। म तिम्रो सोमा आउँदिनँ भन्नुभयो सिधै क्या। हजुर। मलाई अचम्म लाग्यो, तपाईँ किन नआउने, सारा आछन्, मेरो सो त यस्तो यस्तो छ भने म आउँदिनँ भनेर उहाँले अलि म को हो भने जस्तो गरी कुरा गर्नुभयो होइन। हजुर हजुर। अनि निकै रिक्वेस्ट गरेँ, त्यसपछि आउँछु भन्नुभयो। अनि म कुरिरै एउटा सर्टेन डे आउनै भएन क्या। हजुर। त्यो दिन मेरो सो नै क्यान्सल भयो क्या, सुटिङ क्यान्सल भयो। अनि मैले नेक्स्ट डे इमिडिएटली मर्निङ फोन गरेँ, तपाईँले यस्तो धोका दिने, तपाईँ यत्रो देशको ठुलो मान्छे, मैले उहाँलाई अलिक उचालेर देशको राष्ट्रपति जस्तो हुनुपर्ने मान्छे, म जस्तो सानो एउटा कलाकार त्यही धोका दिने, मेरो कति खर्च भयो, तपाईँले आफ्नो चाहिँ एक किसिमको लेभल कायम गर्न सक्नु भएन भन्ने सिधै के। तिमी को भन्नुभयो के। म को हो, म उज्जवल भण्डारी, उजु डार्लिङ, मलाई सबैले चिन्छन् होइन। अब हजुर ठुलो मान्छे भने त्यसपछि उहाँले अनि मैले भने मैले उहाँलाई रियलाइज भएछ अनि ल ठिक छ म भोलि चाहिँ पक्का आउँछु, तर एउटा कुरा शर्त राख्नुभयो क्या उहाँले, एकदम फन्नी कुरा। म धेरैको इन्टरभ्यूमा कि सबैले मलाई भटटट भन्छन् होइन। त्यति बेला के थियो भने राजा वीरेन्द्र मर्दाखेरि बन्दुक कसरी चल्यो भन्दाखेरि उहाँले भटटट आफै चल्यो भन्थ्यो क्या नि, उहाँको नामै भटटट राणाभाट थियो क्या। अनि मैले भने मलाई भटटट सटटट पटटट मटटट यसै भन्ने मलाई मतलब छैन, मेरो सोमा आउनुहोस्, इज टोटल्ली फन्नी सो होइन, तपाईँले सबै कुरा बिर्सिनुहुन्छ म आएपछि, रमाइलो हुन्छ भने ल आउनुहोस् भने। त्यसपछि उहाँले मलाई लन्चमा नि बोलाउनु भयो क्या घरमा, म गइनँ। अनि भोलि सोमा आउनुभयो, सोमा आइसकेपछि के भयो त्यो फेरि पछि भन्छु। हुन्छ।